नमस्कार साथीहरू। आज प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले सोधेको सामान्य परीक्षाको प्रश्न उत्तर लिएर आएकी छु। 2082 साल जेठको 24 गते सोधेको प्रश्न हो यो। प्रश्न नम्बर 1 मा छ, पृथ्वी आफ्नो अक्षमा कसरी घुम्छ? पश्चिमबाट पूर्वतर्फ घुम्छ। प्रश्न नम्बर 2 मा छ, न्यानो समशीतोष्ण हावापानी समुद्री सतहदेखि कति मिटरको उचाइमा पाइन्छ भनेको छ। यसमा 1200 मिटरदेखि 2100 मिटरको उचाइमा। प्रश्न नम्बर 3, कर्णाली प्रदेशको सबैभन्दा उच्च भूभाग चुरेन हिमालको उचाइ कति मिटर रहेको छ भनेर सोधेको छ। यो 7.348 मिटर हुन्छ। पचाल झरना कुन जिल्लामा पर्छ भनेको छ। कालीकोट जिल्लामा पर्छ। प्रश्न नम्बर 5 मा छ, लिच्छवी कालमा कसलाई सर्वदण्डनायक भनिन्थ्यो भनेको छ। यसलाई प्रधान न्यायाधीशलाई भनिन्थ्यो। लिच्छवी कालमा कृषि उत्पादनमा लगाइने करलाई के भनिन्थ्यो भनेको छ। यसमा भागकर भनिन्छ। प्रश्न नम्बर 7 मा काँक्रेबिहार कसले निर्माण गरेका थिए भनेको छ। यसमा अशोक चल्लले। प्रश्न नम्बर 8 मा नेपालको नयाँ नक्सा कहिले जारी भएको थियो भनेको छ। यो विक्रम सम्वत 2077 जेठको 5 गते जारी भएको थियो। प्रश्न नम्बर 9 मा कर्णाली राजमार्गको लम्बाइ कति किलोमिटर रहेको छ भनेको छ। यसमा 232 किलोमिटर रहेको छ साथीहरू। प्रश्न नम्बर 10, कर्णाली करिडोरले नछुने जिल्ला कुन हो? डोल्पा जिल्ला हो। प्रश्न नम्बर 11, नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण भएको पहिलो जलविद्युत आयोजना कुन हो भनेको छ। यो खिम्ती जलविद्युत आयोजना हो। प्रश्न नम्बर 12, सिद्धबाबा सुरुङ मार्गको लम्बाइ कति किलोमिटर रहेको छ भनेको छ। यो 1.126 किलोमिटर। प्रश्न नम्बर 13, कृषि गणना 2078 अनुसार नेपालमा कति प्रतिशत कृषक परिवार रहेको पाइएको छ भनेको छ। यो 62% कृषक परिवार पाइएको छ। प्रश्न नम्बर 14, सौर योजनाले विक्रम सम्वत 2100 सम्म विद्युत उत्पादन कति मेगावाट पुर्याउने लक्ष्य राखेको छ। यो 40,000 मेगावाट पुर्याउने लक्ष्य राखेको छ। प्रश्न नम्बर 15, कर्णाली प्रदेशको कुल खेतीयोग्य जमिनको कति प्रतिशत जमिन बाँझो रहेको अनुमान छ भनेको छ। यो 30.29%। प्रश्न नम्बर 16, कर्णाली प्रदेशमा एकीकृत कृषि प्रयोगशालाको स्थापना कहिले भएको हो। यो 2076 असोजमा भएको छ। प्रश्न नम्बर 17, नेपालको संविधान अनुसार अवशिष्ट अधिकार कुन तहको रहेको छ। यो सङ्घको अधिकार रहेको छ। प्रश्न नम्बर 18, प्रदेश सभाको सदस्य हुन कति वर्ष उमेर पुरा भएको हुनुपर्छ। यो 25 वर्ष उमेर पुरा भएको हुनुपर्छ। प्रश्न नम्बर 19, नेपाललाई कहिले औपचारिक रूपमा गणतन्त्रात्मक मुलुक घोषणा गरियो। विक्रम सम्वत 2065 जेठ 15 गते। प्रश्न नम्बर 20, राष्ट्रिय जनगणना 2078 अनुसार सहरी जनसङ्ख्या कति प्रतिशत रहेको छ भनेको छ। यो 66.17% रहेको छ। प्रश्न नम्बर 21, सगरमाथा संवाद केसँग सम्बन्धित छ भनेको छ। यो जलवायु परिवर्तनसँग सम्बन्धित छ। प्रश्न नम्बर 22, अन्तर्राष्ट्रिय जैविक विविधता दिवस कहिले मनाइन्छ। यो मे 22 मा मनाइन्छ। प्रश्न नम्बर 23, पहिलो पटक ग्रीन हाउस इफेक्टको अवधारणा पत्ता लगाउने वैज्ञानिक को हुन् भनेको छ। यसमा बेरितजिन फरियार हुन्। प्रश्न नम्बर 24, सार्कको बडापत्रमा कतिवटा धाराहरू रहेका छन् भनेको छ। यसमा 10 वटा धाराहरू रहेका छन्। प्रश्न नम्बर 25, संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा जम्मा कति राष्ट्र सदस्य हुने व्यवस्था छ भनेको छ। यसमा 15 वटा राष्ट्र। प्रश्न नम्बर 26, आर्टिफिसियल इन्टेलिजेन्स एआई का पिता भनेर कसलाई चिनिन्छ भनेको छ। यो जोन एमसी कटथीलाई चिनिन्छ। प्रश्न नम्बर 27, शक्तिलाई कुन एकाइमा नापिन्छ भनेको छ। यो जुल एकाइमा नापिन्छ। प्रश्न नम्बर 28, नेपाल सरकारले नागरिक एपको शुभारम्भ कहिले गरेको थियो भनेको छ। यो विक्रम सम्वत 2077 माघ 2 मा गरेको थियो। प्रश्न नम्बर 29, नेपालमा एटिएम कार्ड प्रयोगमा ल्याउने पहिलो बैङ्क कुन हो भनेको छ। यो हिमालय ब्याङ्क हो। प्रश्न नम्बर 30 मा नेपाल सरकारले स्मार्ट सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको व्यवस्था कहिलेबाट सुरु गरेको हो भनेको छ। यो 2072 मङ्सिर 14 बाट हो साथी। यस्तै ज्ञानमूलक भिडियोहरू हेर्नको लागि यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला।